म चाहिँ 10 वर्ष वैदेशिक रोजगार गरेर युएईमा 10 वर्ष 2002 मा गएर त्यसपछि 10 वर्ष रोजगार गरेर फर्किएर म आफ्नै माटोमा चाहिँ अहिले कर्म गरिरहेको छु। मैले यहाँ चाहिँ गर्न थालेको अहिले 10 वर्ष भयो। जहाँ मैले 55 सालमा लगाएको सुन्तला 150 थिए भने मैले म फर्केर आइसके पछाडि तिनलाई पुनर्जीवन दिँदै मैले नयाँ 300 बिरुवा लगाएँ र यो अहिले देख्न सक्नुहुन्छ। यो चाहिँ 9 वर्ष भयो र अहिले यसले चाहिँ करिब 35 क्विन्टलहरू फल्यो। तल्लो र उपल्लो गरेर करिब यो वर्ष मैले 70 देखि माथि 70 क्विन्टल भन्दा बढी नै बेच्दछु। अहिले मेरो सुन्तला चाहिँ 3 गाडी अहिले पनि गाडी आइरहेको छ। यो चाहिँ चितवन जान्छ यो वर्षको लागि र यो चाहिँ अब हामी कर्म गरियो भने यही पनि सम्भावना छ है भन्ने मलाई चाहिँ लाग्छ है। त्यो भएर मसँग चाहिँ सुन्तला बिजु बिरुवाहरूको नर्सरी पनि छ। मैले करिब अघिल्लो वर्ष पनि मैले 70-80 हजारको चाहिँ बिरुवाहरू बेचेँ। अब यो वर्ष पनि मसँग करिब 7-8 हजार बिरुवाहरू अहिले चाहिँ तयारी अवस्थामा छ। यो चाहिँ यो वर्षको लागि मैले यो असार साउनमा चाहिँ मैले सेल गर्छु र मेरो यी बिरुवाहरू बेच्दै गर्दा मलाई के खुसी लाग्छ भने यी हाम्रा बाँझिएका जमिनहरू यसलाई हामीले यी बिरुवाले हराभरा बनाउन सक्यौँ भने यसले वातावरणलाई कति सहज कति राम्रो गर्ला। अनि यसले चाहिँ यी सुन्तलाका यी बिरुवाहरू जो वयस्क हुन्छन् यी वयस्क हुँदा यिनले कार्बन जुन सञ्चित गर्ने कार्बनले यो वातावरणलाई कति चाहिँ राम्रो गर्छ। यो अतुलनीय योगदान छ। यो चाहिँ राज्य चाहिँ यही प्रति चाहिँ एकदम फोकस रहोस् भन्ने मेरो एकदम राज्यलाई चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु। माटो बचाउन पर्छ भन्ने अभियानमा जोडिएको छु किनभने यो आमा हुन् यी धरती यिनलाई हामीले जोगाउन सकियो भने नै यिनीबाट हामी चाहिँ स्वस्थ रहेर चाहिँ यसबाट हामीले धेरै प्रोडक्सनहरू लिन सक्छौँ। यो माटो स्वस्थ रह्यो भने नै उत्पादन वृद्धि हुने हो र यो दिगो कृषि पनि हो। किनभने हामी अर्ग्यानिक खेती गर्दै गर्दा यो माटोलाई बचाएर हामी दीर्घकालीन रूपमा हामी यो पेसालाई अगाडि बढाउन सक्छौँ। त्यो हुनाले मैले एकीकृत कृषि गरिरहेको छु। मसँग बाख्रा गाई भैँसी छन् र त्यो साथसाथै मैले यी मूत्रहरूबाट पनि विषादी जैविक विषादी पनि निर्माण गरिराखेको छु र यसले हामीले त्यसले मलको काम युरियाको काम पनि गर्छ। यसले होल सर्कललाई तपाईँको वातावरण अहिले देख्नुहुन्छ तापक्रमको वृद्धिले हाम्रा हिमालहरू पग्लिराखेका छन् र यो वातावरण हामी जति अस्वस्थ बनेका छौँ। यो चाहिँ अत्यन्त दर्दनाक अवस्था छ। यी विषादी असरल बजारमा पाइने विषादीहरूले हाम्रो मानव स्वास्थ्यलाई अत्यन्तै घातक गरिरहेको छ। क्यान्सर जस्तो रोगहरू हामीलाई दिनानुदिन लागिरहेका छन्। हामी यस उत्पादनबाट जति नै कमायौँ भने पनि ती एउटा क्यान्सर लाग्यो भने हामीले कमाएका सबै चिज चाहिँ कोल्याप्स भएर जानेछन्। त्यो पैसाको कुनै अर्थ रहने छैन। त्यस कारणले हामी अर्ग्यानिक खेती प्रणाली अपनाउँ सबैले। यसले उपभोक्तालाई पनि स्वस्थ हामीले हाम्रा उत्पादनहरू उपभोग गर्ने उपभोक्ताहरूलाई पनि स्वस्थ दिने हामीले प्रतिबद्धता जाहेर गरौँ। हामी कृषकहरूले मानवता सम्झौँ। हामीले म त्यो भन्न चाहन्छु सबै कृषकहरूलाई होल कृषकहरूलाई। हामी पैसा त कमाउला विषादी हालेर विषादी प्रयोग गरेर धेरै पैसा कमाउला तर हामी अस्वस्थ हुँदै गर्दा हाम्रा उपभोक्ताहरू पनि अस्वस्थ गराइराखेका छौँ र यसले चाहिँ हामी होल चाहिँ अर्ग्यानिक खेती गरौँ भन्ने मैले चाहिँ आग्रह गर्न चाहन्छु।